Happy दसैँ everyone. So आज चाहिँ दसैँको दिन हो अनि फेरि आज चाहिँ मेरो काम सदाभन्दा अलिक आधी घन्टा अगाडि थियो, त्यही भएर म चाहिँ मेरो साथीभन्दा अलिक आधी घन्टा अगाडि नै गएँ। अनि आज चाहिँ फेरि हाम्रो कम्पनीले अर्को ब्रान्चमा चाहिँ फुड फेस्टा गरिरहेको रहेछ। अनि हामी चाहिँ फुड फेस्टा सकेर फेरि कम्पनी फर्क्यौँ। फुड फेस्टा सकेर कम्पनी फर्किँदा ओर्दा चाहिँ हाम्रो वर्किङ आवर कम्प्लिट भइसकेको थियो, त्यही भएर हामी सिधै कम्पनी आएपछि घर आयौँ। अनि त्यस पछाडि हामीले चाहिँ घरमा गएर दसैँको बाँकी रहेको प्रिपेरेसन गऱ्यौँ। हुन त हामीले केही पनि गरेको थिएन। अनि त्यस पछाडि आज चाहिँ हामीले एक जापानको 2जना कपाललाई बोलाएको थियौँ। अनि उहाँहरूले चाहिँ हामीलाई जता खाइमुनो गर्नु जाँदाखेरि पनि जता जाँदाखेरि पनि लिएर जानुहुन्छ कि। अनि आज नेपालको ठुलो चाड हो, पाचुरी हो। आज चाहिँ आफूभन्दा ठुलो मान्छेले टिका लगाइदिन्छ अनि आशीर्वाद दिन्छ भनेको थियौँ। अनि ल हामी आउँछौँ, हामी टिका लगाइदिन्छौँ भन्नुभएको थियो। अनि उहाँहरू आउनुभयो। अनि टिका यसरी लगाउनुपर्छ, टिका लगाएपछि फुल दिनुपर्छ, फलफुल दिनुपर्छ, यताउता भनेको थियौँ। अनि उहाँहरूले त्यही भनेअनुसार नै गरिराख्नु भएको थियो। अनि एकजना बुवाले चाहिँ टिका लगाइदिनुपर्छ भनेको सुरुमा आफूले लगाएर हामीलाई लगाइदिनु लाग्नु भएको थियो। अनि उहाँको वाइफले चाहिँ होइन हामीले उनीहरूलाई लगाइदिने मात्रै हो भन्नुभयो। अनि उहाँहरूले हामीलाई लगाइदिनु भयो। अनि त्यस पछाडि टिका लगाएर उहाँहरू 2जना बुवाहरू चाहिँ चुवालै बसिराख्नु भएको थियो। अनि उहाँहरूको वाइफले आमाहरूले चाहिँ हामीलाई फुल दिने फलफुल दिने गरिराख्नु भएको थियो। अनि त्यो हेर्दै उहाँहरूको हस्बेन्ड चाहिँ हाँसिराख्नु भएको थियो। यस्तो हो भनेर, हो कस्तो रमाइलो भनिराख्नु भएको थियो। अनि त्यस पछाडि हामीले टिका लगाइसकेपछि चाहिँ उहाँहरूलाई खाना बनाइदिएको थियौँ। उहाँहरूले त्यस्तो स्पाइसी केही पनि खानुहुन्न। अनि हामीले चाहिँ उहाँहरूले खाने खालको खानाहरू बनाइदिएको थियौँ। अनि त्यो पनि दियौँ। अनि त्यस पछाडि एकछिन खाना खाइसकेपछि गफ गऱ्यौँ। अनि राति भइसक्यो, भोलि तिमीहरूको काम छ, ल हामी घर फर्कन्छौँ भनेर उहाँहरू घर फर्किनु भयो। अनि उहाँहरू फर्किसकेपछि उहाँहरूले बाई बाई गरेपछि चाहिँ अब हामी एकअर्का पनि एकअर्कालाई टिका लगाइदिउँ भनेर एकअर्कालाई टिका लगाइदिन लाग्यौँ। अनि उसले मलाई आशीर्वाद दिइरहेको थियो। अनि म हाँस्दै हस् भनिरहेको थिएँ। अनि फेरि मैले उसलाई टिका लगाउने बेलामा चाहिँ म कस्तो नराम्रोसँग लड्छु कि। अनि त्यो एउटा चेयर थियो, म चाहिँ चेयरमा अग्लोवाला चेयरमा बसिरहेको थिएँ। त्यो कस्तो सर्ट अफ फिस के भन्छ पल्टेछ। अनि मैले बाङलङ्ग लडेको थिएँ। अब आउँछ होला। लड्यो।